आज म हेयर ट्रान्सप्लान्टेसनको विभिन्न टेक्निकहरूको बारेमा कुरा गर्न जाँदैछु कि हेयर ट्रान्सप्लान्ट विभिन्न क्लिनिकको एडमा देख्छु, कतै एफयुई भन्छ, कतै डिएचआई भन्छ, कतै बेस्ट टेक्निक भन्छ। दर्शकहरू चाहिँ कन्फ्युज हुनुहुन्छ कि कता जाने, कुन चाहिँ राम्रो हो, कुन डक्टरको कुरा पत्याउने, कुन क्लिनिकको क्लेम कतै 100% ग्राफ्ट सर्भाइभल भन्छ, अरूले गरेको त 60% 70% मात्र, हाम्रो नै बेस्ट भन्छ। तपाईहरु कन्फ्युज हुनुहुन्छ होला। म जहिले पनि के भन्छु भन्दा कुनै पनि डक्टरले अथवा डक्टर रूपकले नै भनेको कुरा पत्याउनु पर्छ भन्ने पनि छैन। आजभोलि त सजिलो छ, तपाईले एउटा हातमा मोबाइल छ, गुगलमा अथवा च्याट जीपीटीलाई सोधेर पनि धेरै कुराहरू चाहिँ तपाईले भेरिफाई गर्ने जमाना छ। तैपनि म सर्टमा आफ्नो विज्ञताले थाहा भए अनुसारको सर्टमा केही कुराहरू चाहिँ तपाईहरुलाई एक्सप्लेन गर्न जाँदैछु। नम्बर 1, क्लासिकल्ली हेयर ट्रान्सप्लान्टेसन सुरु हुँदाखेरि निकै पहिला चाहिँ यो जुन एफयुटी भन्ने चाहिँ जुन फोलिकुलर युनिट ट्रान्सप्लान्ट भनिन्थ्यो, त्यो चाहिँ स्ट्रिप मेथड पनि भनिन्छ। जुन तपाईको यो सेफ डोनर जोन अथवा पर्मनेन्ट एरियामा चाहिँ तपाईको लगभग 2-3 सेन्टिमिटरको चौडाइ र लगभग तपाईको 10-15 सेन्टिमिटरको चाहिँ लम्बाइमा चाहिँ त्यो स्ट्रिप नै काटेर त्यसलाई निकालिन्थ्यो र त्यो एउटा मेन्टेस भन्ने माइक्रोस्कोपमा हेरेर सानो सानो स्लाइसिङ गरेर त्यो हेयर फोलिकल्सहरू निकालेर चाहिँ रोप्ने गरिन्छ, जसलाई चाहिँ एफयुटी अथवा स्ट्रिप मेथड भनिन्थ्यो। त्यसपछि आयो एफयुई अथवा फोलिकुलर युनिट एक्सट्र्याक्सन भन्ने टेक्निक। यो चाहिँ कपालहरूको बीचबाट कपाल निकाल्ने र एकदम लेम्यान भाषामा भन्दा तपाईको एउटा खेतमा अथवा धानबारीमा चाहिँ हजारवटा जति धान छ, त्यसको बीचबाट तपाईले 200वटा जति धानहरू निकाल्नु भयो भने झट्ट हेर्दा माथिबाट हेर्दा त केही फरक पर्दैन नि। सो त्यो अघिल्लो जुन एफयुई टेक्निकमा चाहिँ तपाईले यसो कपाल पन्छाएर हेर्यो भने जुन स्ट्रिप अथवा चाहिँ लामो धर्सा जस्तो चाहिँ दाग देखिन्थ्यो भने यो एफयुई अथवा फोलिकुलर युनिट एक्सट्र्याक्सनमा चाहिँ त्यस्तो कुनै स्पेसिफिक दाग जस्तो चाहिँ देखिँदैन। त्यसपछाडि बिस्तारै यो एफयुईकै मोडिफाइड भर्जन्सहरू आउन थाले। एउटा चाहिँ डिएचआई अथवा डाइरेक्ट हेयर इम्प्लान्टेसन अथवा डाइरेक्ट हेयर ट्रान्सप्लान्ट भनेर टेक्निक हुन्छ। त्यसमा चाहिँ जुन एफयुईमा लगभग कसैको 3000-4000 जति ग्राफ्ट भयो भने त्यसलाई निकाल्नलाई 3-4 घण्टा जस्तो लाग्ने, त्यसलाई फेरि स्टोरेज गरेर रोप्दाखेरि चाहिँ विथ टाइम अप्रोक्सिमेटली प्रत्येक घण्टा 1% जस्तो चाहिँ सर्भाइभल कम हुँदै जान्छ भन्ने चाहिँ यो विभिन्न रिसर्चहरूले देखाएको छ। त्यसपछाडि यो डिएचआई भन्ने टेक्निकमा चाहिँ एउटा चाहिँ त्यो टाइम फ्याक्टरलाई कन्सिडर गरेर चाहिँ तपाईको अब डिएचआई डाइरेक्ट हेयर इम्प्लान्टेसन, त्यस्तै इमिडिएट आइएचटी अथवा इमिडिएट हेयर ट्रान्सप्लान्टेसन पनि कता भनिन्थ्यो। सो त्यसबाट चाहिँ त्यो टाइम फ्याक्टरलाई चाहिँ रिड्युस गरे भने ग्राफ्ट सर्भाइभल ज्यादा हुन्छ र त्यो सँगसँगै युजुअली डिएचआईमा चाहिँ इम्प्लान्टर्सहरूको प्रयोग गरिन्छ। जुन एफयुईमा चाहिँ हामीले फोर्सेप्सहरूबाट इम्प्लान्ट गरिन्छ भने डिएचआईमा चाहिँ इम्प्लान्टर्सहरूको प्रयोगले गर्दाखेरि त्यसको चाहिँ रुटहरूमा ड्यामेज हुँदैन, इट इज मोर प्रोटेक्टेड र सर्भाइभल बेटर हुन्छ भनेर चाहिँ यो एफयुईकै मोडिफाइड भर्जनको रूपमा चाहिँ डिएचआई भन्ने टेक्निक चाहिँ एकदमै पपुलर भइरहेको छ। हजुरहरूले सुन्नु पनि भएको होला। फेरि रिसेन्टली देयर आर सर्टेन क्लिनिक्स जसले चाहिँ बेस्ट टेक्निक बीईएसटी भनेर पनि तपाईले सुन्नु भएको होला। बीईएसटी भनेको बायो इन्हान्स्ड साइमल्टेनियस ट्रान्सप्लान्टेसन। यो इङ्ग्लिसको यो तपाईले ट्रान्सलेसन सम्झिनुहोस् है। बायो स्टिमुलेसन भनेको पीआरपी एटीपीज लगायतको चाहिँ जुन बायो स्टिमुलेटरी केमिकल्सहरू सल्युसन्समा चाहिँ त्यो ग्राफ्टलाई चाहिँ हामीले केही बेर राख्यो भने त्यसको चाहिँ ग्रोथ चाहिँ ज्यादा हुन्छ भन्ने एउटा भयो। र साइमल्टेनियस भनेको निकाल्न सँगसँगै साइमल्टेनियसली रोप्ने टेक्निक। सो यो पनि आजभोलि बिस्तारै फ्यु क्लिनिक्सहरूले प्रमोट गर्दै हुनुहुन्छ। अल्दो स्ट्यान्डर्ड रूपमा तपाईले गुगलमा बेस्ट हेयर ट्रान्सप्लान्टेसन भनेर खोज्नुभयो भने खासै त्यस्तो धेरै रिसर्चहरू भेट्नु हुँदैन। साँच्चैको चाहिँ यही नै राम्रो हो अथवा जसरी चाहिँ 100% सर्भाइभल भनेर क्लेम भनिन्छ त्योलाई सपोर्ट गर्ने कुनै पनि एभिडेन्सेसहरू छैन। बट सर्टेनली दिस इज सम अदर टेक्निक। र यो सबै टेक्निक्सहरूमा चाहिँ एउटा कुरा चाहिँ तपाईहरु के भ्रममा चाहिँ नपर्नुस् भन्दाखेरि एकदम त्यो क्लासिकल एफयुई गर्दैमा सर्भाइभल चाहिँ 60% 70% हुन्छ र हाम्रो यो नयाँ टेक्निकले चाहिँ 100% हुन्छ भन्ने भ्रममा चाहिँ नपर्नु। यदि त्यस्तो रहेछ भने पनि त्यो भन्ने डाक्टरलाई चाहिँ सोध्नुस्, डाक्टर साहब तपाईले मलाई त्यो खालको रिसर्चहरू देखाउन सक्नुहुन्छ वा साइन्टिफिक रिसर्चहरू भनेर सोध्नु भयो भने त पक्कै पनि तपाईको भ्रमहरू चाहिँ चिर्न सकिन्छ। र एउटा कुरा चाहिँ तपाईलाई के अस्योर गर्न चाहनुहुन्छ, तपाईले एउटा गुड एक्सपिरियन्स सर्जनसँग जो चाहिँ इयर्स अफ एक्सपिरियन्ससँग चाहिँ तपाईले ट्रान्सप्लान्ट गरिरहेको छ, जुनसुकै एफयुई डिएचआई अथवा बेस्ट टेक्निकबाट गरेर पनि एकदमै राम्रो रिजल्ट्सहरू आइराखेको हुन्छ। र यो मात्र टाइम मात्र एउटा फ्याक्टर होइन ग्राफ्ट सर्भाइभलको लागि। तपाईले ग्राफ्ट कसरी निकाल्नुहुन्छ, त्यसलाई कसरी ह्यान्डल गर्नुहुन्छ, कसरी इम्प्लान्ट गर्नुहुन्छ, ग्राफ्टको लागि प्रिमेड जुन स्लिट्सहरू बनाइन्छ त्यो स्लिट्सहरू कसरी बनाइन्छ, देयर आर
10 अदर फ्याक्टर्स जसले गर्दा चाहिँ हेयर ट्रान्सप्लान्टको ग्रोथ सर्भाइभल नेचुरल रिजल्ट्सहरू हुन्छ र यो कुरामा ध्यान दिनुभयो र एउटा गुड एक्सपिरियन्स सर्जन अथवा क्लिनिकसँग तपाईँले हेयर ट्रान्सप्लान्टेसन गर्नुभयो भने यु विल हेभ अ भेरी गुड एन्ड अमेजिङ रिजल्ट्स। थ्याङ्क यू।